हेलो साथीहरू, हामी चाहिँ लाग्यौँ पशुपतितिर महाशिवरात्रि मनाउनको लागि। यहाँ आज म साथीहरू गयौँ बाटोमा भिडियो बनाउँदै गयौँ। त्यसपछि हामी पुग्यौँ पशुपति। त्यसपछि हामी साथीहरूसँग भेट भयो है। म चाहिँ साथीहरूसँग भेट भएपछि आफ्नै तालमा भिडियो बनाउनुतिर लाग्यो है। त्यसो भिडियो बनाएपछि साथीहरूले भन्नुभयो ग्रुपमा फोटोहरू खिच्यौँ भन्नुभयो। त्यसपछि हामी फोटोहरू खिच्न थाल्यौँ। फोटोहरू खिचेँ है साथीको ग्रुपमा, रमाइलो भयो। फोटोहरू खिच्यौँ एउटा कालले है, सबैको मोबाइल आयो अनि सबैले फोटो खिच्यौँ, ग्रुपमा पनि खिच्यौँ। सबै खिचेर त्यसपछि म चाहिँ फेरि आफ्नै तरिकामा डान्स गर्न थाल्यो भने साथीहरूले आफ्नै तरिकामा डान्स गर्न थाल्यो। त्यसपछि लाग्यो जेरी खानतिर। जेरीहरू खाएर हामी चाहिँ लाग्यो डान्स हेर्नतिर। डान्स डिजे बजाएको थियो त्यहाँ। डिजेमा राम्रोसँग हेरियो अनि पशुपतिको छेउतिर पुगिसकेको थियो। त्यसपछि त्यसै बेलामा प्रकाश भुजेललाई झाँक्ने नेपाली बुढो रेसलरलाई प्रत्यक्ष देख्न पाइयो। उहाँहरूलाई पशुपति वरिपरि घुम्ने क्रममा प्रत्यक्ष नेपाली ब्रोलाई चाहिँ प्रत्यक्ष कुराकानी गर्न पाइयो। त्यसपछि हामी लाग्यौँ आफ्नो घरतर्फ। साथी आजको ह्याप्पी शिवरात्रि छ सबैजना साथीहरू।